हेलो गुड मर्निङ साथीहरू सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। आजको भिडियो चाहिँ हाम्रो तीन गाउँले थकाली हामी सबैजनाको आज नियर नयाँ वर्ष हो। आजको भिडियो चाहिँ यो नयाँ वर्षको हुनेछ है। ल त्यही हो। नमस्ते, म निरज थकाली। म चाहिँ यहीँ घरकजुम गाउँपालिका वार्ड नम्बर 5 को स्थानीय। आज चाहिँ तीन गाउँले थकाली जुन अन्तर्गत थाकठिनी, थाकस्याङ र थाक चिमाङ गाउँ पर्दछ। उहाँहरूको नयाँ वर्ष अर्थात् लोसम्ब, स्थानीय थकाली भाषामा लोसम्ब पनि भनिन्छ। त्यसको पावन अवसरमा सम्पूर्ण महानुभावहरूलाई, देश विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। साथै आजदेखि घोडा वर्ग तालोको सुरुवात भएको छ र जो पनि साथीभाइहरू यस वर्गमा लाग्नु भएको छ उहाँहरूलाई सुख शान्ति दीर्घायुको शुभकामना व्यक्त गर्दछु। धन्यवाद। होर्छे। अब चाहिँ म कोटघरतिर जाँदैछु। गाउँको घरमा त्यहाँ जम्मा हुने हो। यो हो कोटघर। ह्याप्पी लो सर। है छैन रहेछ। ल बनाउँदैछ है। ल हेलो, ल के पाक्दैछ यहाँ? गाउँको बामा दाजुभाइ दिदीबहिनीहरू फेरि गुम्बामा कुचुप तेर्गा दर्शन गर्ने भनेछ। कुचुप तेर्गा बोकेर म गुम्बातिर जाँदैछु है। गाउँको आमा बुवाहरू दाजुभाइहरू आउनुभएको छ गुम्बामा। सबै घाम ताप्दैछ एकछिन जाडोमा। हाम्रो मुखियाजीले यहाँ बत्ती बाल्दै हुनुहुन्छ। अब सबैजनाले पालो पालो बाल्दै हुनुहुन्छ। गाउँले पेमा गुरुङ, पेमा छिरिङ गुरुङबाट थकालीमा अलि भिज्दैछ यहाँ। नमस्ते। आज चाहिँ हामी ठिनीको युलो गुम्बा अर्थात् ठिनी गुम्बामा छौँ र आज चाहिँ हामी लोसम्बको पावन अवसरमा यहाँ छेमे बनाएका छौँ। यो छेमे चाहिँ अब यो दीर्घायु र शान्ति सुख शान्तिको लागि एउटा मनमा एउटा दृश्य मागेर चाहिँ हामी चाहिँ छेमे बाँध्ने गरिन्छ। यो चाहिँ बौद्ध परम्परामा सबैले बाँध्ने गरिन्छ। लल अब हाम्रो यहाँ आमा बुवाहरू चाहिँ गुम्बामा भने गर्दै हुनुहुन्छ। आसमानहरू चाहिँ लिएर आउनुभयो। तर पनि उहाँ गुरुले चाहिँ गाउँमा पुगिसकेपछि तिमी गाउँबाट चाहिँ 15-20 मिनट चाहिँ हिँडेर गयो भने चाहिँ जुन ठाउँमा चाहिँ पवित्र ताल आशा उत्पन्न भएको ताल विषयहरू चाहिँ गुरु बचेको लागि चाहिँ चोखा पार्ने रूपमा चाहिँ चढाएको पानी बिहान भन्नु पर्ने नपर्ने, बेलुका फाल्नु नपर्ने त्यस्तो पवित्र ताल छ। त्यसबाट माथि गएर चाहिँ हिँडेर गयो भने चाहिँ गुरु मजे चाहिँ छोडेर गएको चाहिँ पैदल गएको चाहिँ 6 भएको ढुङ्गा छ। कसले माला
निरजको टिमले जित्यो। ल अब मेरो टिमको पालो। म र बासु, सुबिल्ला र सुबन। हामी चाहिँ गुम्बामा पूजाहरू सकेर सबैसँग दर्शन पनि गरिसक्यो। अब हामी खाना खानलाई आउँदैछु। खाइसक्यो होला। अब सिस्टम गाउँका कामदाम गर्ने मुखिया श्री बुद्धिबल थकालीज्यूलाई आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध चाहन्छु। जमुना श्री जमुना थापा थकालीज्यूलाई आसन ग्रहण गरिदिनु लागि अनुरोध गर्न चाहन्छु। र सँगसँगै अध्यक्ष श्री प्रदीप थकालीज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र अतिथिको रूपमा यस गाउँका पूर्व मुखिया एवं वडा सदस्य श्री आयुधबहादुर थकाली पुरुषज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र वुमेनको अध्यक्ष त हुनुहुन्न, उहाँ वुमेनहरूको तर्फबाट एकजना प्रतिनिधिको रूपमा एकजना को हुनुहुन्छ, अध्यक्ष कोषाध्यक्ष अथवा सचिव कोही हुनुहुन्छ भने प्रतिनिधिको रूपमा आसन ग्रहण गरिदिनु हुन लागि हार्दिक अनुरोध गर्दछु। कोही हुनुहुन्छ गर्न चाहन्छु। र अरू आइलामा जितबहादुर राई एवं उहाँ पनि हुनुहुन्न। ज्यू सञ्जय थकाली आसन ग्रहणको क्रमलाई नियन्त्रणमा दिँदै यस गाउँमा रहनुभएका सम्पूर्ण गाउँवासी बुवा आमा तथा दिदीबहिनीको लागि ब्यानरमा लेखिएको शब्द उच्चारण गरिदिनु हुनका लागि प्रमुख अतिथि श्री जमुना थापा मगर थकालीज्यूलाई अनुरोध गर्न चाहन्छु। वुमेन समूहबाट एकजना आफ्नो परम्परा संस्कृति जोगाऊ, आफ्नो पहिचानलाई कायम राखौँ। तल्लो घोडा वर्गको हार्दिक मङ्गलमय शुभकामना। हिलको सोम लो सम्बको शुभकामना आदान प्रदान कार्यक्रम विक्रम सम्बत 2082 माघ 5 गते सोमबार भुई घेलो 2153 आठला छैव घी दवा आयोजक थाट ठिनी गाउँ धरो तथा वुमेन समूह स्थान घरबजोङ 5 ठिनी हिलदिनी। धन्यवाद। आज मिति 2082 साल माघको 5 गते अथवा भए घेल्नु 2021 वासीको निम्ति सुख शान्ति समृद्धि
उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु र यो कार्यक्रमलाई अगाडि बढाउँदै क्रममा एउटा मन्तव्यको कार्यक्रम भएको छ र यसपछि हाम्रो मन्तव्य कार्यक्रम स्वागत मन्तव्यको कार्यक्रम त छँदैछ अथवा शुभकामना आदान प्रदान गर्ने एउटा कार्यक्रम त छँदैछ त्यसको त्यो लगायत त्यसको बिचमा हाम्रो 3वटा चाहिँ सांस्कृतिक कार्यक्रम भएको छ र त्यसको अन्तिम चरणमा हाम्रो यो विधिवत रूपमा सम्पन्न भइसकेपछि अब सम्भवतः हेर्नुहुन्थे यम्याङ पोसियो या खाजे तिनी न्याय भोसम्प तलो सेर्ले तिनी गिराङ तलो आफूलाई छेकी तिनी सतह नियम न्यायम तिन न्याय खेल्दै छप नयाँ न्याय मङ्गे छप न्यायम फिल्दै तर उनी कलाकिली यम तिनी समय आर्नु पर्ने यम्याङ तर धन्यवाद पिन्जे गरे त्यही तिनी तलो सेगल हो मुझे तिनी सेबेला ओसी तिनी गिराङ आफूलाई मारे ता सेबेला तर सेबेला होता थक्या दाले तलरा ता क्या फुजे तिनी गिराङ हैन क्या फुजे बे क्या कति दिन दोम्या चुङदिनमा तितु दुई क्या तो तिदिन सेबेल तिदिन तलले चुस्नी कला क्या तो त्यसले निसगरी क्या तो त्यसले सम्झिसि क्या तो ने त्यसले फिजी पुदियो क्या तो त्यसले पुदि तोयो क्या तो त्यसले नि सुन्ने क्या तो त्यसले पेजी दिदी गिरो नाम मिलेन से क्या चिन्ने त्यसले गर्दा तिनी न्याय त्यसलाई राम्रो समय नभए ल्याम सुन्जी सेवा ल्याम खानाङ सेवा खानाङ सेवा न्याय शुभ हिने शुभ खेला गुम्दा त्यसले आजो हैन तो न्याय लासी तु कतिला था सुमुर कुइ जुति होलागी ता न्याय पे हैन सुलो न्याय खिन्ना सुलो हैन धेरै थो न्याय न्याय मा न्याय मजिया न्याय पे मजे न्याय खिमजे न्याय कला थियो न्याय त्यो पेसिन आले हैन न्याय युले न्याय सोलले सोच मारे चाहिँ भन्न थुइ न्याय युले थो युले के ओनि के होला यो सोना श्याम थिचिमा न्याय के यो युले नाइना न्याय के यो त युले कने न्याय होले तर न्याय कला थियो न्याय छोटो न्याय के मुइन हैन न्याय के हम तय धन्दै तु न्याय आउनले न्याय थिन गर्न छ न्याय तेले म के न मिल फलमा हिँड्न हाम्रो ने ता रौ आउन थनमै रौदै अलि यहाँ कला चाहिँ यो छोल मम्रे प्यालो कला दा पुलिस हिँड्ने त फिलिस हिँड्ने त कला चामल पे प्यालो निए फिलिस हिँड्ने त हैन यो न पैसा रहि बेसी नै न तुइले के रे तुइले खाइ ने तुइले पिसु धोने खिच्दै रहिस म यहाँ खिच्दा धुमया खैता हैन रंगे मुलुगो मिनामो न्याङे देउ त यहाँ नंगे कति मुनि न्याङ फिकेदा आरो पनि नंगे ल्याउ त हिँड्नु हैन होछि नंगे न सुरो दा यहाँ नंगे देउगा कामङ खै प्रा भरि बि नंगे तुन्या खै नंगे देउ खै बि गुरुङ खै नंगे देउ खै बि नंगे खै नबि सता खै बि सो सुगो दिसो हैन यहाँ गाले दुगो फुत्रो नाय दुगो फुम बि यहाँ नंगे दुगो फुत्रो बि हैन यो आयु पेस ओसी पेस लस थो यो न थाजी न बजेलाई न गइसि है त तिनीना तल सुजाले ह तिनु सेबया नम तले मिलाले न्याय तोलमा तोमले ह तिनु तलको न्याय तु चले समय चला न चले आने त तुमने ह तिनु तल तोमले ह पुरी लुलो त जम तरदा विमिदा कलाकिदा नमने शिवाना कंदे नमने शिवाना उनले ढलाले न्याय खन्या ओ हेमे थवा यहाँ रुममा छै गरे त थरुलिमे जमले तुन्जो मेनमुनि किन्ने हैन हेरे थन्या अहिले म तोबले न्याय फुन्दल नाम देन्जने नाम बिसी अहिले सुनिछि थति ओमु वर छे कुइसा धन्यवाद छ पूर्व मुख्य एवं वडा सदस्य श्री आइदबहादुर थकालीज्यूलाई र हामी दिनेछौँ र यो मलम प्रदान गरिदिनुको लागि हाम्रो आइलामा जितबहादुर थकाली एवं गाउँ सल्लाहकार ज्यूलाई चाहिँ हामी सबै गाउँवासीको नाममा चाहिँ नि उहाँले आशिष अथवा मलम प्रदान गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। आजु तलबिया न्यायमा तलले न्याय ठोकाला न्याय लहाइले त लहानुसार न्याय खन्दर झेल खन्दर पछिल खन्दर न्याय हिले सोल कुइनेला धरदाइ छावा खादो झम्मा खादो
차가운데 딜러함지 엄마가 써놓음지 엄마가 돈함지 써놓음도 아니야 보에 가서 양을 한번 양이냐 보에 그냥 한번 내서 양을 한번 비하지 야편도 한번 똥편도 한번 아냐게 양 그걸라 양님이 때 아이 비미 큐미 아냐 있는 그 왜 약간씩 띠보는 거다 아니 이게 그냥 양 무슨 진지 한 양가 통도 뒤에 동다 뒤에 그러면 다 그지 하는 양이 나는 나도 한번도 나도 뭐 친구 이는 나 가운데 약간씩 띠보는 거보다 내래 보이려고 아무나 비교해서만 너는 보이려고 그러지 아무도 사람은 거보다 아니나 때문에 힘이 아무 붙어는 안 건드려서 तर हामीले किनभने अब भर्खर भर्खर बिस्तारै बिस्तारै जे पनि अब बिस्तारै गरेको चिजहरू चाहिँ अब राम्रो हुन्छ सबै थाहा हुन्छ किनभने बिचमा छोडेछ भने मान्छेले अब अहिले चाहिँ बिस्तारै बिस्तारै सम्बन्ध छ राम्रो कुरो हो सबभन्दा अब हाम्रो फाइदा नभएर घाटा गर्दैन यहाँ फन्दल खम हिँड्छल खम टसल खम यहाँ हिले हिजो टसल खम सबैमा भेट्नु ढुङ्गा छेल्नु झ्यालो भन्नु खम्दो यही अब माछेल्नु भन्दा ढुङ्गा खिच्नु भन्दा ढुङ्गा खिच्नु भन्दा ढिला खोज्नु भन्दा तल छिप्नु भन्दा ढिला खिच्नु भन्दा हिले यहाँ आइल्यान्डमा मगाउँदा हिले एकदमै फन्दल खोज्नु हिँड्छल खोज्नु टसल खोज्नु लोग तुम ध्यान खम्दो छिटो तुम ढल्न खम्दो सबै नम्बर भटारा यन्त्र ठुलो खम्दो विषय हामी मलाई द्वारा त्यो मलाई अनुसार यहाँ हिले तरदा यही उनिन्दा तो यहाँ तो status सरल है मोरल है जी मोर अनि मैं थोड़ी मोर मैं घुमा है सरल है तीन का थोड़ा तो कहे तक कम दे दे माइक में मैं बोलो थोड़ी सी तो सुनो बोला पुलिस तो हम जी बोला जी हिले गए कैसे लोग धन्यवाद छ दिलबहादुर अगाडि दाइलाई र यसै गरी यो मलमको कार्यक्रममा अगाडि जोड्दै हामी जोड शब्दलाई त्यति शुभ मान्दैनौँ र यसै गरी हाम्रो मलम 4 जना व्यक्तित्वहरूले यहाँ हामीलाई मलम दिनुभएको छ र 1 अङ्क अब एकजना वुमेनहरूको तर्फबाट सन्त थकाली ज्यूलाई मैले अनुरोध गर्न चाहेँ जोड नपारौँ बिजोड पारौँ भनेर हो हजुरले हामी सबैको नाममा हामी सबैको उसलाई चाहिँ मलम प्रदान गर्नु लागि अनुरोध गर्न चाहन्छु हल्ला नगरिदिनु होला हल्ला सबैले सुन्नुहोस् है तोरगा उमिदा तिनी शायद तिनी तिनी तो सगिलो मुझे सगिलो ओसी तिनी तलो माजे तिनी सगिलो तो मगले तिनी तलो तो न्यायम तोले माजे न्यायम सेले माजे तिनी तलो तो मगले तिनी पुरिन दुलो तो न्यायम न्यायम तलो तिनी कला गले सुइले मंदे शो आने मंदे तलो आना मासी न्यायम तलो खंदो न्याय दोनो खंदो मैं तो मनो सुनी तंबिले 나무에 컨트롤 함도 렌젤 함도 끼갈 함도 넉달 함도 진행 없으면 아니 데미 처를 그냥 순양 도에 단차에 내 생명 tukju 파승리아 tukju 구생명 tukju 어떤 소리들에 그냥 카시안빌에 레노 감미도 함도 나라만 정미도 함도 또 알는데 결혼지 뭐아 시대 찰 감시 영도 카시안빌에 카시안도 시들 함도 귀샤는 감들 함도 티어신 돌 함시 가신 체험하니 가신 돌 함시 영 돌아가고 입니다 디한테 바통으로 세계로 함도 모두로 돌게 함도 슈크로 돌게 함도 진로 없이 데미 처를 양면에 정말 차이를 다시 정말 차이를 떠나냥 양 부시다 그냥 양 pomo다 그랬다는 하냐 양디께 비로다 유리대는 한 빛이 말씀 오는데 양 염려 번기 도도 렌젤로 함도 끼가 나면 런던 한 진로 없이 해야 돼 양송이 도야 단차 이름만 쉬워 이런 데 단차 예전 전부 예전 군독가로보다도 예전 군독말보다도 까지 번다지 말리 번다지 약상을 하다 인상을 하다 카시아마 빌리 대로만 감다이 바람만 톤다지 비에 냥 따로다 비에 서로 구진 구자는 감도 냥 의미다면 뭐라 니인지 구자는 거 보는 게 아니 지금 धन्यवाद
Kalau jalan aku kan dulu saya nak cara nak lagi zaman nak lagi nak kalau kita lagi macam tu mana yang macam jalan tu jalan tu nah juga semua lagi kira sisi lagi pergi sisi lagi pergi sisi sisi dia cawan yang macam cawan tu yang macam tu salah tu nah itu semua ni je naik kiri semua nak tu sih mana lah ada tempat ni dah lagi kami dah kira dia nang bersama mana lagi nang apa dia mana lagi kalau nang hawi ni cawan yang macam kawat yang macam tu soalnya cawan tu ilang yang macam tu soalnya nah ilang dia je mama kulo yang cawan ilang yang soalnya nah ilamnya nah dia aja Batang lagi ni, batang turun pada yang cawan yang kabi kawat, dia macam bisa lakukan lagi, kerana bisa lakukan anak Nora अगाडि आइपुग्नु भन्न चाहन्छु मैले ग्रुप डान्समा चाहिँ Nora eta Nora Thakali Trang baju seperti Thakali mengai amami ngomida seperti Thakali mengai minna nika seperti Thakali mengai minti mo lima ngato talo sampai शुभकामना पुष्टि कार्यक्रम अगाडि बढाउने क्रममा शुभकामना मन्तव्य प्रस्तुत गर्ने पालो आएको छ र आफ्नो शुभकामना मन्तव्य प्रस्तुत गरिदिनुको लागि यस गाउँका सदस्य अथवा घरौचौँ गाउँपालिका नम्बर 5 का वडा अध्यक्ष श्री पण्डित थकालीज्यूलाई आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुको लागि अनुरोध गर्न चाहन्छु। र धन्यवाद कार्यक्रम सञ्चालकज्यू। रोसम्बको शुभकामना आदान प्रदान कार्यक्रममा यस कार्यक्रममा
मलाई आफ्नो शुभकामना मन्तव्य राख्ने जुन अवसर दिनुभयो आयोजक टिम ठिकै धोरो समाज तथा वुमेन समूहलाई विशेष धन्यवाद गर्न चाहन्छु। सुरुमा मैले क्षमा पनि माग्न चाहन्छु। थकाली भाषागत रूपमा केही ज्ञान भए पनि अलिकति मनका भावनाहरू शुभकामनाका मन्तव्यहरू अलिक प्रष्ट रूपमा राख्न नसक्ने अवस्था रहेकोले मैले नेपाली भाषामै यो शुभकामना मन्तव्य राख्ने अनुमति चाहन्छु। आज हामी 3 गाउँले थकालीहरूको विशेष महत्त्वपूर्ण दिन हाम्रो सर्प वर्गलाई विदाई गर्दै आजको दिनबाट हामी घोडा वर्गको सुरुवाती दिनमा छौँ। यस अवसरमा तपाईँ हामी जुन रूपमा उपस्थित भएर 9 वर्ष यो म्या तिनी लोसम्म सन्डे दा खायो होला तिमी हो कि न्योसी चासी सेला म्याङ हो
नयाँ वर्ष भनेको यस्तो हो कि अब हामीले पुरानो वर्षहरूलाई छोडेर नयाँ वर्षको आगमन यस्तो राम्रो होस् भनेर सबैले शुभ चाहेको हुन्छ। त्यसैले हामीले पनि हिजोदेखि मनाइ आइरहेको छ। यहाँ अघि नै हाम्रो अध्यक्षज्यूले नै भन्नुभएको थियो, जो कि बिचमा हामीले योलाई छोडिरहेको थियो, जो लोकसम्मलाई हामीले छोडिरहेको थियो, अहिले यो बिचमा हामीले यसलाई निरन्तरता दिइरहेका छौँ। अब हामीले हाम्रो यो लोकसम्मलाई निरन्तरता दिनुपर्छ। हामी भनेको 3 गाउँले थकालीहरू, हामी थकालीहरूको एउटै वेशभूषा, एउटै भाषा, एउटै पहिचान छ। हामी थकाली हौँ भनेर हामीले चिन्ने हाम्रो ड्रेसहरूबाट, हाम्रो भाषाहरूबाट, हाम्रो संस्कृतिबाट हामीलाई चिनिने गरिन्छ। जो कि हाम्रो ठिनी गाउँ, हाम्रो 3 गाउँले थकालीको उद्गम स्थल पनि हो। जो कि यो 3 गाउँले थकालीहरूको उद्गम स्थल भनेको यो हाम्रो ठिनी गाउँ हो। त्यसैले हामीले यो ठिनी गाउँमा आज यो लोसम मनाइरहँदा जो देश विदेशमा रहनुभएका र सबै हामी एकै ठाउँमा त छैनौँ। हाम्रो आफ्नो कार्यको आफ्नो एउटा पेसाको कारणले गर्दा कोही कता छौँ। तैपनि हामी जो जति यहाँ छौँ आज हामीले मनाइरहेको छौँ र जो जति हुनुहुन्न उहाँहरूको लागि पनि यो लोसम्बले उहाँहरूको आगामी दिनमा फलोस् फुलोस् भन्न म चाहन्छु। र आजको दिनमा यो लोसम्बमा मलाई पनि एउटा प्रमुख अतिथिको भूमिका निर्वाह गर्न दिनुभएकोमा यहाँको आयोजक कमिटीलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। र हामी थकालीहरू जो कि हाम्रो आफ्नै सांस्कृतिक आफ्नै पहिचान, हामी एकदम मेहनती पनि छौँ। हामी थकालीहरू, हामी जनजातिहरू भनौँ, हामी आफ्नै पेसालाई, आफ्नै कर्मलाई हामी एकदम बढावा दिन चाहन्छौँ, एकदम बढावा दिन्छौँ। हामी हिजो जो कोही आफ्नो दुःखले आफ्नो घरमा काम गर्दा पनि आज हामी यो लोसम्बको अवसरमा हामी यो हिलदिनमा हामी सबैजना जम्मा भएर हाम्रो आज खुसियालीहरू यसरी बाँड्न पाउँदा साँच्चै नै खुसी लागेको छ। जो कि हिजो हामी आफ्नो कामको व्यस्तताले गर्दा बच्चाहरू पढ्ने है 1 देखि 12 सम्म पढ्नेहरू, त्योभन्दा माथिकोले जवाब नदिनु होला है। जवाब दिने बेलामा उठेर भन्नु पर्यो, बसेर भन्यो भने झेली हुन्छ है। उठ्ने अनि भन्ने, पहिला प्रश्न सुन्ने है। 1 देखि 12 सम्म पढ्नेहरूले ल सुन्नु होला। एउटा कपडा सुक्न 20 मिनट लाग्छ भने 5वटा कपडा सुक्न कति मिनट लाग्छ? प्रश्न सुन्न है। हजुर ठुलो, हजुर 12 सम्म होइन, उठेर भन्नु होला। 20 मिनट, ल सही, गुड। पढ्ने भन्दा माथिले उठेर भन्नुपर्छ है। उठेर यो प्रश्न जुन सोधेको थिएँ नि, यो पहिला सोधेको है, मैले लेखेर राखेको थियो। अब कार्यक्रम यहाँ चलाउनु पर्छ भने मलाई ज्ञान भएन, थाहा भएन। बिहान मात्रै फाइनल भएको भन्नाले मैले युट्युबमा हेर्न भ्याएन। यो पुरानो नै सोधेको है मैले, अहिले सोधेको पनि पुरानै, अब सोधे पनि पुरानै भयो है। अब पढ्ने भाइ बहिनीहरूभन्दा ठुलोले भन्नु पऱ्यो है, उठेर भन्नु पऱ्यो। भाइ बहिनीले पनि जाने भने भन्न पाइन्छ। ल सदर भयो, जसले भन्न पाइन्छ उठेर भन्नु पऱ्यो। प्रश्न सुन्नु है। छैन, जङ्गल छ तर लुक छैन, सहर छ तर घर छैन, के हो? उठेर भन्नु पऱ्यो। यो पोरपराल नै सोधेको क्वेसन हो। यो बिर्सिसकेको छ है आफ्नो मान्छेहरूले। उठेर भन्नु पऱ्यो। हजुर उठेर भन्नु पऱ्यो। नक्सा, ल सही उत्तर। अलि मिलाउनु भएको छ। ल सुन्तला एउटा पायो हालिन्। ल डोरी होइन, तेल र फुल चढाइन्छ, देउता होइन के हो? सुन्तला पायो, सुन्तला पायो।
सविता थकाली र नोरा थकाली ल अगाडि आउनुहोस् ल ताली बजाउनु होला ताली उहाँले ल ठिक छ तालीको बर्बाद गरिदिनु होला ताली बजाउनु ताली हुन्न सबै बहिनीहरू है गाउँका सदस्यज्यूहरूलाई सानीहरूलाई सबैलाई नमस्कार सर्ववर्गलाई बिदाई गरेर तल्लो घर वर्गको हार्दिक मङ्गलमय शुभकामना छ आज हाम्रो यो 3 गाउँले थकालीको हाम्रो लोसम्बा आज लोसम्बाको दिनमा हामी घरो विमिनहरू सबैजना आज हामी गुम्बामा कुचक तेलेगाको दर्शन पनि गर्न पायो यो हाम्रो लोसम्बाले गर्दाखेरि तर हामी सबैजना यहाँ आइदिनु भयो विमिन धरहरू सबैजना आइदिनु भयो धेरै धेरै धन्यवाद छ मलाई धेरै खुसी लागेको छ अनि हाम्रो 3 गाउँले थकालीहरू नेपाल अधिराज जहाँ बस्नु भए पनि देश विदेशमा जहाँ बस्नु भए पनि यो नयाँ वर्षको शुभकामना छ अनि उहाँलाई धेरै धेरै आयु लामो शुभ के अरे स्वास्थ्यको लागि राम्रो हुनुपर्छ है दुःखमा आउनुहुन्न अनि हाम्रो गाउँको सबैजनालाई अब आशीर्वाद लाओस् होइन अब के अरे आयु लामो हुने अनि झन् अब आफूले भने जस्तो पुगोस् भन्दै मेरो अब अरू त्यति बोल्न त आउँदैन अब यति भन्दै मेरो जानकारी भयो 1-2 शब्द यहीँ टुङ्ग्याउँछु हस्त धन्यवाद ल धन्यवाद छ अब चाहिँ हामी खेल खेल्ने है अब चाहिँ अब अम्लो प्ले भनेर है यो पनि मलाई त्यति राम्रो ज्ञान छैन अब चाहिँ हाम्रो औपचारिक कार्यक्रम चाहिँ यहाँ खेल भनेर अम्लो प्ले खेलको नाम है यो समापन भइसकेपछि खेल्ने हो है हामी सबैजनाले हजुर सबै सक्रियका साथ चाहिँ सहभागी भएर सहयोग गर्नु होला र त्यसपछि क्लब मार्फत हाम्रो क्लब मार्फत सबैजनाले बिङ्गो खेल पनि हुँदैछ र त्यसपछि पनि समय रह्यो भने अथवा रमाइलो भयो भने अर्कै एउटा खेल पनि खेलाउनेछौँ त्यो खेल चाहिँ अहिले नभनौँ त्यो चाहिँ अहिले सस्पेन्ड नै राख्नेछु र अब यो हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ ल उहाँ हुन्छ गणबहादुर थकाली ज्यू ल आजको दिनमा हामी रमाइलो गर्ने क्रममा छौँ है खास गरी यो खेल त होइन तैपनि हामी सानो बच्चाहरू हुने बेलामा हामीले अम्लो प्ले होइन गरेर अनि हामी डुङ्लिस के भन्ने खेलहरू खेल्थ्यौँ यसको लागि चाहिँ मैले 500 रुपियाँ चाहिँ पुरस्कार राखेको छ मेरो तर्फबाट एउटा खाता पनि आउनुहुन्छ उहाँलाई होइन र यो चाहिँ कसरी खेल्ने होला भनेपछि 15-15जना ग्रुप गर्ने जुन 15जना ग्रुपमा एकजना दौडिन पाउँदैन है 15जनामा छान्दै जाने हो अनि लास्टमा जसले जित्छ उसले चाहिँ 500 र एउटा खाता चाहिँ पाउँछ ठिक छ यो हाम्रो पुरानो हामी बच्चाहरूलाई खेलाउँछौँ अरू सहभागी सबैजना है ल त्यसो भए हामी कता जान्छौँ पुरुषबाट जाऊँ कि महिलाबाट जाऊँ लेडिज मिसाएर गर्ने त्यस कारण मान्छे फेरि छासपिस हुन्छ कि ल नभए बच्चाहरूबाट खेलाउनु है ल 15जना आउनु त 15जना आउनु त बराबर फिर
बराबर एउटा एक जित्यो दुईजना जित्यो सबै आउट दुईजना जित्यो अब बराबर जित्यो अझै बाँकी छ आमा पार्टीहरू पाल्यो पालो अहिलेसम्म 4 जना जितेछ अझै फाइनल खेल्न बाँकी छ सेमी फाइनल क्वार्टर फाइनल सेमी फाइनल फाइनलमा एकजना जित्ने हो 500 रुपियाँ र खाता आउनु एक बराबर है छोरे अरे ल बधाई त 500 रुपियाँ र एउटा खाता पाउनु हुन्छ उहाँलाई ल दिएको बधाई त मैं जमीन संगीता थे खतगी कौन हो तमे के नुन बको छ हमले प्लेन सिक्किम अरे नंबर से ना वीडियो फाइटर मैं तुम गौना पट्टी थकालीले अलि नबरा तो तू खतगी वीडियो खानी मिले है सोनंबा संगीता खतगी फोटो मैं आजो मन मातो पट्टी थकाली अलि नबरा खतगी इसी जगह तू नहीं हो मैं तुमको ये मुझे अभी जानना है ल अब चाहिँ बिङ्गो खेल गइरहेको छ है र टिकट बिक्री गर्दैछ सबैजना किन्नेछौँ अनि दुईजना बराबर भयो भने त्यो आधा पैसा बाँड्ने अनि एकजना खाता लगाइदिन्छ हाम्रो मुख्य साथी 7 क्विक 65 79 83 ल 7 क्विक ल खाता लगाइदिनु 44 छ 40 छ 48 छ 52 छ 59 छ 60 छ 72 छ 74 छ 84 छ 90 야근제
अध्यक्षले जित्नु होला। 36 पनि छैन, 53 पनि छैन। हाउस सुबन थकाली अहिले हेर्दैछ, चेक गर्दैछ। 7 क्विक फेरि अमितले खाएको छ। फुल हाउस चाहिँ सुबन थकालीले लिएको छ, हेर्दैछ। आज पार्टी बिङ्गो गेम पनि सक्यो। अब चिया खाने छौँ। चिया खाजा खाएर अब कोही काम छ भने घरतिर जान्छ, अरूहरू चाहिँ खेल्दै गर्छ, त्यही हो। खाजा पास गर्दैछ यहाँबाट केटाहरूले माथि। अब खाजा खाँदै हुनुहुन्छ, त्यही हो। आजलाई के भयो, अब रमाइलो भयो, गेमहरू खेलेँ, नाच गान हेरेँ, खाजा चिया नास्ता खाइसकेँ। अब म चाहिँ फेरि गुम्बा जान पर्ने भयो। त्यसैले आजको हाम्रो थकाली 3 गाउँलेको नयाँ वर्ष चाहिँ रमाइलो भयो। सबैजना खुसी रहनु होला, सुख शान्ति निरोगी, सबै लामो निरोगी हुनु होला भन्दै म बिदा हुन्छु। हस्त नमस्कार, फेरि भेटौँला।